नमस्ते अनि स्वागत छ तपाईहरू सबैलाई एनएसपी रिभ्यू च्यानलमा। दर्शकहरू, नेपाली टेलिसिरियल सीताको आगामी भाग निकै नै धमाकेदार र विशेष हुनेवाला छ। आज हामी यसैको सुटिङ सेट र सिधै एडिटिङ टेबलबाट बाहिरिएको एउटा यस्तो विशेष भिडियोको समीक्षा गर्नेछौँ जसले आगामी एपिसोड कति रमाइलो हुँदैछ भन्ने कुराको पुष्ट सङ्केत दिन्छ। यो भिडियोमा तपाईहरूले देख्न सक्नुहुन्छ हाम्रो मुख्य अभिनेत्री एउटा निकै नै सुन्दर रातो र सुनौलो बुट्टा भएको परम्परागत साडी, ब्लाउज र लामो बाटेको कपालमा सजिएर आउँदै हुनुहुन्छ। यो परम्परागत नेपाली लोक पहिरनले उहाँको चरित्रलाई एकदमै जीवन्त बनाएको छ। सबैभन्दा आकर्षक पक्ष भनेको पृष्ठभूमिमा गुन्जिरहेको पञ्चेबाजाको धुन हो। बाटोको दुवैतिर बसेर कलाकारहरूले पञ्चेबाजा बजाइरहँदा यसले सिरियलमा एउटा ठुलो सांस्कृतिक उत्सव वा विशेष स्वागत भइरहेको देखाउँछ। जब उहाँ गाउँलेहरूको नजिक पुग्नुहुन्छ त्यहाँ सयपत्रीको माला र निधारमा रातो टीका लगाएर भव्य स्वागत गरिन्छ। ढुङ्गाले छापिएको गाउँले बाटो र यो परिवेशले हाम्रो रैथाने संस्कृतिलाई निकै मर्मस्पर्शी ढङ्गले प्रस्तुत गरेको छ। अब कुरा गरौँ यसको प्राविधिक पाटोको। यो भिडियो सिधा सम्पादन कोठाबाट आएको हो जहाँ प्रिमियर वा क्यापकटपको टाइमलाइनमा रफ कटहरू जोडिँदै गरेको देखिन्छ। एउटा वाइड सटबाट सुरु भएर गाउँलेहरूसँगको संवादमा क्लोजअप सटसम्मको भिजुअल ट्रान्जिसन निकै उत्कृष्ट र कसिलो बनाइएको छ। भिडियो एडिट गरिरहँदा ब्याकग्राउन्डमा एडिटर्सहरूको जुन खुसी, ताली र उत्साह देखिन्छ यसले के प्रमाणित गर्छ भने पर्दा पछाडिको टिमले यो भागलाई उत्कृष्ट बनाउन निकै मिहिनेत गरेको छ। यो दृश्य जति भाइब्रेन्ट छ यसले कथामा एउटा नयाँ र सुखद मोड ल्याउने निश्चित छ। समग्रमा भन्नुपर्दा सीताको यो आगामी भाग भावना, संस्कृति र रमाइलोले भरिपूर्ण हुनेवाला छ। तपाईहरू यो विशेष स्वागतको दृश्य हेर्न कतिको उत्सुक हुनुहुन्छ? च्यानलमा नयाँ हुनुहुन्छ भने एनएसपी रिभ्यूलाई सब्सक्राइब गर्न नबिर्सिनुहोला र यो भिडियो कस्तो लाग्यो तल कमेन्ट बक्समा आफ्नो विचार राख्नुहोला। अर्को अपडेटका साथ फेरि भेट्नेछौँ। धन्यवाद।